नमस्कार, म रमेश तिमसिना। प्रकृतिको अनुपम उपहार अहिलेको भिडभाड विभिन्न गाडी घोडा भागदौडबाट तपाईँ सुन्दर शान्त र एकान्त ठाउँ खोजिरहनु भएको छ भने तपाईँको विकल्पको रूपमा बेलका नगरपालिकामा रहेको बोक्ताङ हुन सक्छ। तपाईँले केही समय छुट्याएर बोक्ताङको भ्रमण गर्नुभयो भने यी सबै कुराहरूबाट तपाईँलाई लाभ हुन सक्छ। अहिलेको भाइरल भइरहेको बोक्ताङमा मानिसहरूको भिडभाड बढिरहेको अवस्थामा स्थानीय सरकारले यहाँ रहेका भौतिक पूर्वाधारहरूका साथसाथै होटल सडकको स्तरोन्नति गर्न सके बेलकामा पर्यटनको मुख्य हब बन्न सक्छ। यहाँको मौसम छिनछिनमै परिवर्तन भइरहने हुन्छ। यहाँ प्याराग्लाइडिङको सुविधा पनि पाइन्छ। यसमा तपाईँले निश्चित रकम तिरेपछि त्यसको मजा लिन सक्नुहुनेछ। आफ्नो व्यस्त समयबाट थोरै समय निकालेर बोक्ताङको भ्रमण गरी प्रकृतिले दिएको अनुपम उपहारको मजा लिन सक्नुहुनेछ। आज हामी बेलकाको बोक्ताङमा आएका छौँ। केही दिन अगाडि एउटा अपृष्ट समाचार आएको थियो जहाँ चाहिँ चतरामा पर्छ यो बोक्ताङ भनेर भनिएको थियो। यो चाहिँ खासमा बेलकामा रहेछ। थोरै यसको बारेमा अलिकति भनिदिनु न। सर्वप्रथम त सबैलाई नमस्कार। म प्रकाश बुढाथोकी। अस्तिको एकजना भाइले सामाजिक सञ्जालमा हालेको चतरा अवस्थित यो बोक्ताङ डाँडो चाहिँ भनेर भने विवादमा ल्याइदिए, तर भाइलाई र सम्पूर्ण यो बोक्ताङ डाँडोलाई चिन्नु हुने र अहिले जुन किसिमले प्रचार प्रसारमा भाइरल भइरहेछ, उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर 8मा अवस्थित यो बोक्ताङ डाँडो हो। यो चाहिँ खास उदयपुर जिल्लामा पर्छ, चतरामा पर्दैन। होइन, तपाईँले हेर्न सक्नुहुन्छ चतरा पारीपट्टि यो कोसीभैको पारी देख्नु भएको छ। अझै लाटाकाँडा भाइलाई थाहा भएन। र यो हाम्रो बेलका नगरपालिका अवस्थित बोक्ताङ डाँडा बेलका नगरपालिकाको वडा नम्बर 8मा अवस्थित छ। र यो पछिल्लो समय निकै भाइरल र यहाँ धेरै मानिसहरू चाहिँ आउने क्रम जारी नै छ। जहाँ चाहिँ यहाँ प्रचुर मात्रामा के भन्छ पर्यटकीय सम्भावना भएको ठाउँ र यहाँबाट रमणीय ठाउँ हामीले नजिकै के भन्छ कोसी किनार सिधै लक्का टापु र यहाँबाट हामीले प्याराग्लाइडिङ हब भएको कारणले पनि यो ठाउँ चाहिँ पछिल्लो समय धेरै नै प्रख्यात बनिरहेछ। बडाक्षेत्र मन्दिर, ग्वालोङ, मैनामैनी, चौदण्डीगढी, ऐतिहासिक रूपमा चौदण्डीगढी, लालकोटगढी यस्ता विभिन्न ऐतिहासिक धार्मिक र पुरातात्विक स्थलहरूको वरिपरि चाहिँ यो क्षेत्र रहेको छ। यति बेला चाहिँ सामाजिक सञ्जालहरूमा भाइरल छ, टिकटकमा पनि भाइरल छ, बोक्ताङ भनेर भाइरल छ, चतरा भनेर भाइरल छ। तपाईँले हेर्न सक्नुहुन्छ यो घुम्नै पर्ने एउटा ठाउँ। तपाईँ आउनुभयो भने यो अत्यन्तै 3D भ्यू, जसरी हामीले 3D चित्र हेर्छौँ त्यसरी नै हामीले त्यो 3D चित्रको अनुभव लिन सक्छौँ। नजिकै हामीले यत्तिकै हातैले छुन सक्ने गरी चाहिँ कोशी नदी यहाँदेखि जस्तो देखिन्छ। यस्तो सुन्दर मनोरम दृश्य छ। यो गर्मीमा हावा सरसर चलेको छ। हामीले चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। यो अत्यन्तै सुन्दर चाहिँ दृश्यहरूको आनन्द लिन सक्नुहुन्छ। यदि तपाईँ अध्ययन गर्न चाहनुहुन्छ भने यो अध्ययन स्थल पनि हस्त छ। भिडियोमा